नयाँ सरकार आउँछ र कति मनको कुराहरू भनौँ भनेर सोचेको थिएँ कि अनि मलाई एउटा इन्सिडेन्ट सुनाउन मन लाग्यो कि म र मेरो हस्बेन्ड चाहिँ नेपालमा कोर्ट म्यारेज गरेको के अनि त्यो दिनको कहानी यस्तो छ नि मलाई त यति दिमाग खराब हुन्छ होइन हामी चाहिँ कोर्ट म्यारेज गर्ने भनेर हाम्रो अलरेडी सबै कुरा लयरहरू यताउता भइसकेको थियो अनि हामीलाई चाहिँ जिल्ला अदालतमा बोलाउनु भएको थियो त्यहाँबाट चाहिँ रोड क्रस गरेर अर्कोचोटि चाहिँ अर्कोपट्टि चाहिँ हजुर जजको अगाडि जानुपर्ने रहेछ पहिला बिहेको लागि होइन अनि त्यसपछि मेरो फ्यामिली अनि मेरो फ्यु फ्यामिली र मेरो हस्बेन्डको फ्यु फ्यामिली चाहिँ हामी गयौँ अनि त्यहाँ पनि यस्तो लामो लाइन होइन यस्तो लामो लाइन अनि त्यहाँ लाइन बस्यो अनि त्यहाँ बोलाउने भए पानी यस्तो परिरहेको थियो अब फेरि त्यहाँबाट बाटो क्रस गरेर चाहिँ त्यो हाम्रो जुन म्यारिज सर्टिफिकेट लिनको लागि चाहिँ हजुरको अपोजिट जिल्ला अदालतमा जानुपर्ने लाइक 1 बजेतिर हाम्रो बिहे सक्यो होला होइन 1 बजेदेखि 5 बजेसम्म हामीलाई जिल्ला अदालतमा वेट गराइयो के त्यहाँनिर निस्किसकेपछि चाहिँ फेरि अगाडि जाऊ टोकन लिऊ रे टोकन नम्बर आउन टाइम लाग्छ अनि खाजा खाने टाइम भयो बिचमा अरे उहाँहरूको खाजा खाने टाइम अनि खाजा खाने टाइम वाज ठिक छ ल त्यो पनि के भएर खाजा खाने टाइम भयो भने आफ्टर द्याट के भयो भन्दाखेरि तपाईँहरूको म्यारिज सर्टिफिकेट चाहिँ आउनलाई टाइम लाग्छ तपाईँहरू वेट गर्नुपर्ने हुन्छ अब अर्को 2 घन्टा किनभने उनीहरूसँग चाहिँ त्यो प्रिन्ट आउट गर्ने नेपाली कागज चाहिँ सक्यो अरे माई गड जिल्ला अदालत जस्तो ठाउँमा नेपाली कागज सक्यो छैन अब चाहिँ बन्द हुन्छ कार्यालय होइन अनि हामी वेट गरेको गर्ने अनि भएन भने आज भएन भने पछि आउनु चाहिँ हामी 5 घन्टा वेट गरेर अनि पछि आउनु ओ माई गड यस्तो रिस उठेको थियो होइन अनि त्यसपछि म गएर फेरि त्यहाँनिर अर्को काउन्टरमा गएर त्यहाँनिर इन्फर्मेसन डेस्क र हेल्प डेस्क समथिङ के थियो त्यहाँ गएर यस्तो भयो भनिरहेछ त्यही त हेर्नु न नेपाली कागज सकिरहेछ नेपाली कागज भएको कोठाको चाबी चाहिँ एउटा कर्मचारीसँग छ उहाँ कर्मचारी नै हुनुहुन्न खाजा खान जानुभएको छ अरे यो कुन लेभलको एउटा नागरिकलाई दिने ऊ हो के स्ट्रेस हो के लाज लाग्दैन तिमीहरूलाई अनि तिमीहरूलाई चाहिँ हामीले भोट दिएर जिताउनु पर्ने लाज शरम घिन पचेकोहरू यस्तो त कति छ के यो त नम्बर 1 प्रब्लम जुन मलाई सम्झिँदा नै दिमाग खराब हुन्छ एउटा सरकारी कार्यालयमा मैले भोगेको समस्या यो त पार्ट 1 हो के म हाल्दैछु अब बिस्तारै धन्न म त अलिकति यस्तो शार्प थिएँ कि होइन स्मार्ट थिएँ कि के अरे हेल्प डेस्कमा जाँदै सर प्लिज के गर्ने हाम्रो त भोलि आउन मिल्दैन भनेर भए पनि गऱ्यौँ होइन अरू त बिचारा त्यहाँनिर बोल्न नसक्ने मान्छेहरू त कुरा उल्टो 5 घन्टा कुरा छैन रे यस्तो पनि हुन्छ जिल्ला अदालत जस्तो ठाउँमा नेपाली कागज सकेर कर्मचारीसँग साथी छ कर्मचारी 1 घन्टासम्म 2 घन्टासम्म खाजा खान जानुभएको छ कता बाहिर जानुभएको छ अरे के त्यस्तो सानोतिनो कुरा हामीले भोग्नुपर्ने त्यसको लागि हामीले यत्रो ट्याक्स पे गर्ने रेमिट्यान्स पठाउने गर्छौँ त्यसको लागि गरेको हो